सो हे गाइज र आज चाहिँ मेरो भ्लगमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। र आज पनि हामी जानु आँटेको छौँ रनिङ गर्न। र म चाहिँ आज चाहिँ मेरो भ्लग रुमबाटै स्टार्ट हुँदैछ र मैले रुमबाटै स्टार्ट गर्दैछु। अब चाहिँ हामी रनिङ गरेर जाँदैछौँ। सो मेरो साथीहरू चाहिँ पर मलाई पर्खिरहेको छ, म तपाईँहरूले देखाउने छु है। सो लेट्स गो। फाइनली गाइज हामी फेरि आइएको छ। तपाईँहरूले मलाई देख्नु भएको होला काइला भ्लगमा। आज फेरि हाम्रो अब यहाँदेखि सुरु हुन आँट्यो भ्लग चाहिँ। अब हामी जहिले पनि समर्पित हस्पिटलदेखि समर्पित हस्पिटलतिर चाहिँ हामी यस्तोदेखि सुरु गर्छौँ भ्लग चाहिँ। अब हामी अहिले चाहिँ आइएको छ। अब हाम्रो यहाँदेखि हिँडाइ पनि भयो, मासतिर गएर यसो त्यसो गर्ने हो। अनि त्यहाँदेखि हाम्रो सुरु हुन्छ है गाइज। अब आजको रुट भनेको चाहिँ यहाँ पर्तिरदेखि अर्को सर्कट लाने छ। केटाहरू माथि गएर सुन्तला खाने अरे। केटाहरू जे होस् सुन्तलाले पल्के पनि होला, दिनदिनै सुन्तला चाहिँ खाने चाहिँ जम चाहिँ भनिहाल्छन् क्या अब। अनि मलाई त्यस्तै लाग्दैछ केटाहरू सुन्तला खानु पो पल्के जस्तो लाग्दैछ। बिचरा कसको सुन्तला हो। सुन्तला चाहिँ सकिने भयो। केटाहरू यहाँ अगाडि लस्करै जाँदैछ। अब हेर्नु देख्नु सक्नुहुन्छ केटाहरू। अब हाम्रो यहाँ बाँसज्याङदेखि चट्ट स्टार्ट हुन्छ रनिङ गराइ माथि टक्क कहाँसम्म भने आज तपाईँहरूलाई हामी बेग्लै रुट लानेछौँ। तपाईँहरू पनि हेर्दै गर्नु होला। फाइनली गाइज केटाहरू चाहिँ अब लागि पनि सके हाम्रो केटाहरू चाहिँ अगाडि लागिसके। पछाडि काइला उनीहरूको एउटा साथी आउँदैछ। आज कुदाइ अलि ढिलो भयो किनकि मेन यो काइला चाहिँ अलि ढिलो आयो क्या। अन्दै भएर आजको रन चाहिँ अलि सर्ट हान्ने सोचेको छौँ किनकि टाइमले भ्याउँदैन। सुन्तला पनि खानै पर्यो। हिजोको दिन चाहिँ रेस्ट थियो। आम्मामा मरे त म त। अनि केटाहरू चाहिँ यहाँ आइपुगेको छ रनिङ गरेर। म त गलेर को चाहिँ र गाइज देख्न सक्नुहुन्छ फुलहरू है। यो गाउँको नाम चाहिँ थाहा भएन मलाई। त यो गाउँ चाहिँ मलाई एकदम दामी लाग्यो। आज हामी फर्स्ट टाइम रनिङ गरेर यहाँसम्म आएको। रात पनि पर्न आँटिसकेको छ र मेरो साथीहरू चाहिँ अगाडि नै छ है। पुला बाँध्दैछ र हामी चाहिँ भर्खर आइपुगेको। र गाइज रात पनि परेर तपाईँहरूले मैले राम्ररी देखाउन सकिनँ। चाहिँ साथीहरू ल अब मेरो अर्को साथीले नै हान्दैछ। र यो साथी खतरा छ क्या ज्यानहरू है। ल साथी ल केटाहरू ल हान्थ्यो त को हान्छ लु। खाता छ होइन। केटाहरू हान्थ्यो लु। 5 देखि जान्छ मेरो। दुईजनाले हान्नु एकचोटि कम्ती हान्नु हैन
जति हान्यो त्यो भन्दा दुई अन्त हान्यो अनि अठचोटि त्यस्तो बढ्छ भन्छ बढ्छ तिम्रो नन कति छ 14-15 त्यस्तै उसको नन यतिकै स्पिडमा ए त्यस्तो त छैन त्यति चाहिँ नन हान्नु पऱ्यो क्या अनि सेकेन्डचोटि बढाउनु पऱ्यो ल घटे त मेरो छोड्यो झर्दियो झर क्या त्यो अर्को नेक्स्टचोटि योभन्दा बढाउनु पऱ्यो अर्को भोलि कि कहिले अहिले एकछिनमा ए एकछिनमा बढाउन हानेको यता चाहिँ मेरो साथी सरोज साइला यता चाहिँ आयुष काइला कि जेठा हो हतार छ होइन कति हान्यो ल केटाहरू कति भयो झर त्यो अड्की बस्यो भने इनर्जी मात्रै हुन्छ क्या राजीव विनोद माइला कि साइला के हो माइला माइला सनम हाङसरुङमा तिमी ल हान्यो मिक्सो ल भेसपुकाले लान भेसपुकाले त ब्याग देखाउँदै केटा हो ब्याग देखाइदियो न होइन यता चाहिँ सरोज साइलाले हान्दैछ काइला अन्तरे लखनथरे सबै छ काइला अन्तरे सन्तरे म चाहिँ काइला हो जन्तरे म केटाहरूले म चाहिँ नाइला हो जाडो जेठा ए म त कान्छा हो केटाहरूले यम्बे पक्कै छुट्टिन्छ नि हो तिम्रो ब्लग फेरि भाइरल हुन्छ उसको ज्यानले गर्दै फाइनली गाइस हामी चाहिँ रनिङ गरेर आइसकेका छौँ र देख्न सक्नुहुन्छ मेरो साथीहरू चाहिँ अगाडि नै गइसकेको छ र यो ठाउँको नाम चाहिँ मेहनत अलिक मासतिर हो यो पुरानो समर्पित हस्पिटलतिर अनि अब केटासँग छुट्ने बेला पनि हुनु आँट्यो र म चाहिँ रनिङ पनि गरेर आइसकेको छु केटाहरू पनि परेछ सो लेट्स गो गाइस है तपाईँहरूलाई आजको मेरो भ्लग मन पऱ्यो होला र आज धेरै पनि म गलेको छु नेक्स्ट भ्लगमा भेट्नेछौँ गाइस है बाई